सम्पूर्णलाई नमस्ते। हामी चाहिँ अहिले ठ्याक्कै जमनापुरमा पुगेका छौँ। हाम्रो अहिलेको यात्रा भनेको ठ्याक्कै टाढी इलाकासम्मको छ। त्यहाँ इलाकामा सानो काम थियो, हामी ठ्याक्कै त्यही इलाकामा जाँदैछौँ। अहिले टाढी इलाका पुगिसकेपछि म हजुरको माझमा फेरि भिडियो लिएर आउनेछु। अहिले चाहिँ हामी यात्राको क्रममा छौँ। यतिखेर ठ्याक्कै 3:15 भइसकेको छौँ। हामी टाढी अब लगभग 15-20 मिनटमा पुगिन्छ। हामी चाहिँ ठ्याक्कै पोकलहर चोक पुगेका छौँ है। अहिले यो चाहिँ पोकलहर चोक। अब पोकलहर चोकबाट हामी यता लेफ्ट लिन्छौँ अनि त्यसपछि हामी यो चाहिँतिर मोड्दैछौँ। अब हामी इलाका प्रवेश गर्नेछौँ यहाँबाट। टाढीको इलाका हामी चाहिँ ठ्याक्कै इलाकामा पुगिसकेका छौँ। अब हामी ठ्याक्कै इलाका भित्र प्रवेश गर्नेछौँ। यो चाहिँ टाढी इलाका प्रहरी कार्यालय है त गाइज। अहिले गाइज हामी ठ्याक्कै इलाका प्रहरी कार्यालयमा छौँ। यतिखेरको समयमा चाहिँ सम्बन्धित व्यक्ति आइपुगेको छैन, त्यसैले केही जानकारी पनि आएको छैन। सम्बन्धित व्यक्ति यहाँ आइसकेपछि चाहिँ हामी उहाँको केही जानकारी लिनेछौँ। कृपया भिडियो हेर्दै गर्नुहोला। खासै त्यस्तो ठुलो केस त रहेनछ। चितवनबाट मकनपुरको शाखा रहेछ, पक्राउ पुर्जी परेको रहेछ। त्यसैले अदालतले चाहिँ पक्राउ पुर्जी गरेको छ। अब भोलि गएर अदालतमा केही कुरा गर्नु छ र सायद त्यहाँ अलि नमिल्न पनि सक्छ। विशेष खासै कुरा त अर्कै छ। त्यहाँ अरू साथीले नै झुटो आरोप लगाएर चाहिँ पक्राउ पुर्जी गर्न लागेको रहेछ। त्यही कारणले गर्दाखेरि आजको विशेष यो केस चाहिँ खासै जटिलतामा मैले देखेन। तैपनि पक्राउ पुर्जी भइसकेपछि अदालतसम्म केस भइसकेपछि अब अलिक गाह्रो नै पर्छ होला। अब भोलिको समयमा थाहा हुन्छ। हाम्रो गाउँ जाने बाटो यस्तो छ गाइज। तरकारी चाहिँ मजाले फल्छ गाइज हाम्रो यो युरेनी भन्ने ठाउँमा। तरकारी खानको लागि चाहिँ हाम्रो गाउँमा आउनुपर्छ। ताजा तरकारी पाइन्छ। सिमीहरू, काउली, बन्डाहरू पाइन्छ।